नेपाल आएर विराट कोहलीले एनपीएल खेल्छन् भन्यो भने तपाईहरुले पत्ताउनुहुन्छ। सो तपाईहरुलाई थाहा नै छ नेपालमा चाहिँ अहिले क्रिकेटको क्रेज बढ्दै गएको छ र इन्डियाको क्रिकेटर विराट कोहली चाहिँ नेपाल आएर एनपीएल खेल्छन् भन्यो भने चाहिँ असम्भव जस्तो लाग्छ होला। बट कुनै न कुनै दिन चाहिँ विराट कोहली चाहिँ नेपाल आएर चाहिँ एनपीएल खेल्ने छन्, किनभने विराटनगर किङ्सको ओनरले चाहिँ विराट कोहलीलाई चाहिँ एकचोटि नेपाल ल्याएर चाहिँ एनपीएल खेलाउने छु मैले विराटनगर किङ्सबाट भनेर भन्नुभएको थियो। सो रिसेन्टको एउटा पोडकास्टमा चाहिँ विराटनगर किङ्सको ओनरलाई चाहिँ ड्रिम इन्टरनेसनल प्लेयर चाहिँ को हो भनेर सोद्धाखेरि चाहिँ उहाँले चाहिँ विराट कोहली हो र उहाँलाई चाहिँ मैले नेपाल ल्याएर चाहिँ विराटनगर किङबाट चाहिँ एनपीएल खेलाउने छु भनेर उहाँले के भन्नुभएको थियो त तपाईहरु आफै हेर्नु होला। ड्रिम इन्टरनेसनल प्लेयर जसलाई चाहिँ कुनै दिन चाहिँ म विराटनगर किङ्समा भित्र्याउँछु। विराट कोहली एउटा प्लेयरले कन्ट्री चेन्ज गरिदिन्छ। जब तपाईँ एनपीएलमा बस्नुहुन्छ सेलेक्सनको टिममा, त्यहाँ सबै प्लेयर बराबर हो। सेनम्यान यस्तो ठाउँ थियो जहाँ हरेकजना पुग्थ्यो होइन। म त मेरो लाइफ नै सेनम्यानमा बिताएको छु। युएसँग हाम्रो टक्कर हुन्थ्यो, हामी हार्थ्यौँ पनि जित्थ्यौँ पनि, यो हुन्थ्यो होइन। तर एक टाइम यस्तो बिचमा आयो कि हामी युएलाई कन्टिन्यू हराइदियौँ। अब एउटा माहौल क्रिएट भइरहेको छ। यो कुरा रिगार्डिङ तपाईहरुको के कस्तो ओपिनियन छ कमेन्ट सेक्सनमा भन्नु होला र एनपीएल र क्रिकेट रिगार्डिङ न्यूजहरुको लागि चाहिँ हामीलाई फलो गरेर राख्नु होला। ब्याक टु ब्याक न्यूजहरु ड्रप हुन्छ है त।